हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ हामी देवकोट जाँदैछौँ। हामी तिनजना देवकोट जाने भनेर घरबाट त निस्किहाल्यौँ, तर हामीसँग थिएन पैसा नभएको कारणले 3 घन्टा 10 रुपियाँवाला गोलमोल चाउचाउ खायौँ, पेट भर्यौँ, पानी खायौँ र हामी हिँड्न सुरु गरिसक्यौँ ट्याक ट्याक। र हामीले जाँदा जाँदै बाटामा एकदमै धौ भएर हामी एकछिन थकाइ मेटौँ भनेर बसिरहेको थियौँ। अङ्कलले फेरि चलाएर दिमाग खराब गर्नुभयो अनि मैले रिसिटेर एक थप्पड हानिदिएँ र उताबाट अर्कोले फेरि हाई हाई गर्दै बसिरहेको थियो। र हामी एकछिन त्यहाँ बस्यौँ अनि र अब पुग्न लाग्यो है भन्दै हामी चाहिँ एकदमै खुसी भएर हिँडिरहेका थियौँ। र फाइनली हामी पुगि पनि सक्यौँ देवीकोटमा। 2-2.5 घन्टाको उकालो बाटो चढेर जङ्गलको बाटो चढेर ल हेर्न सक्नुहुन्छ कति तलबाट आउनुपर्छ। हजुरहरू पनि आउनु होला र यहाँ सबै एक न एकचोटि आउनु होला भगवानको मन्दिरको दर्शन गर्नको लागि भए पनि देवीको सबै आउनु होला। र हामी देवीकोट घुमिसकेपछि तल सल्ले भन्ने ठाउँमा काम पनि थियो र यसो घुम्न पनि आयौँ। एकदमै राम्रो भ्यू देखिरहेको थियो, डाँडा काँडा तक्क खेतबारीहरू पनि एकदमै राम्रो देखिरहेको थियो। र हामी एउटा आफ्नो मान्छेको घरमा गएको थियौँ, दिदी पनि हुनुहुँदो रहेनछ। सानो नानी बाबुहरू थियो, नानीले टक्क पानी ल्याएर दिइन् अनि पानी सानी खाएर हामी निस्क्यौँ त्यहाँबाट। र घरैबाट एउटा गोलमोल चाउचाउको आसमा त्यही खाएर गएको, भोकले पेट निचुर्दा तिनटैको पेट निचुर्दा बल्ल बल्ल वहाँ पुगेका थियौँ। र वहाँ पनि दिदी नभएको कारणले खाना खान पनि पाइएन। र अलि पर हेरेको एउटा अमिला फलेको रहेछ, मलाई एकदमै खुसी लाग्यो र म स्पाइडरम्यान जस्तै उफ्रिँदै गएर अमिला टिपेँ, 3टा अमिला टिपेँ र म बाहिर निस्किएँ। र अमिला टिपिसकेपछि एकदमै खुसी हुँदै म बाहिर निस्किएँ र तिनीहरू दुइटालाई पनि ल भनेर 1 घन्टा फाल्दै तिनीहरूको मुखमा अनि मैले पनि खाएँ। घर आउँदा त रातै पर्यो, दिनभरि घुम्दा रात परेको थाहा नै पाइएन। घर फर्किँदाखेरि जङ्गलको बाटोमा रातै पर्यो। अब जङ्गलको बाटोमा छिटो जानुपर्ने हुन्छ, नत्र जे पनि हुनसक्छ त्यहाँनिर। ओके बाई बाई गाइज, भोलि भेटौँला। आजलाई यति, बाई।